खाना नै हाम्रो जीवनको आधार हो। आयुर्वेदमा खाना, निन्द्रा र ब्रह्मचर्यलाई शरीरको 3 उपस्तम्भ भनेर वर्णन गरिएको छ। स्तम्भ अर्थात् पिल्लर, जसले हाम्रो शरीरलाई धारण गरेर राख्छ, जसले हाम्रो शरीरलाई धान्ने गर्दछ, त्यसलाई हामी स्तम्भ भनेर बुझ्ने गर्दछौँ। तसर्थ आयुर्वेदमा आहार, निन्द्रा र ब्रह्मचर्यलाई 3 उपस्तम्भ भनेर वर्णन गरिएको छ। तौल नियन्त्रणको लागि आयुर्वेदमा वर्णन गरिएको खानाहरूको बारेमा जान्नुभन्दा पहिले हामीले आयुर्वेदमा खानाको लागि बनाइएका 5 नियमहरूको बारेमा जान्न पर्ने जरुरी हुन जान्छ। तसर्थ अब हामीले हजुरहरूलाई आहारका नियमहरू, आयुर्वेदमा वर्णन गरिएको खाना खाने तरिका, कसरी खाना खाने भन्ने बारेमा 5 नियमहरू वर्णन गरिएको छ। त्यो नियमहरूको बारेमा हजुरहरूलाई जानकारी दिन गइरहेका छौँ। आयुर्वेदमा वर्णन गरिएको आहारको पहिलो नियम, डोन्ट इट फुल स्टोमक। पेट भारी हुने गरेर कहिले पनि खाना खानु हुँदैन। भनिएको छ खाना खाँदाखेरि 50% खाना चाहिँ हाम्रो ठोस पदार्थ हुन्छ, 25% हाम्रो लिक्विड पदार्थ अर्थात् तरल पदार्थ हुन्छ र बाँकी रहेको 25% चाहिँ वायुको सञ्चालनको लागि हामीले रिक्त अर्थात् स्पेस छोडिदिनुपर्छ। दोस्रो नियम अत्यन्त सिम्पल छ। जब हामीलाई भोक लाग्छ त्यस अवस्थामा मात्रै खाना खानुपर्छ। भोक नलागेको अवस्थामा पहिले खाएको खानेकुरा राम्रोसँग पाचन नभइकन पुनः खाना खानु आयुर्वेदमा राम्रो मानिँदैन। आहार सेवनको तेस्रो नियम, जहाँ भनिएको छ कि हामीले आहार सेवन गर्दाखेरि न अति शीघ्र न अति विलम्ब, अर्थात् अत्यन्त छिटो शीघ्र गतिमा पनि सेवन गर्नु हुँदैन र एकदमै बिस्तारै एकदम विलम्ब गरेर ढिलो गरेर पनि खाना खानु हुँदैन भनेर आयुर्वेदमा बताइएको छ। आयुर्वेदको ग्रन्थहरूमा बेलुकाको 7 बजेपछिको खानालाई निषेध गरिएको छ। र सँगसँगै 5औं नियम छ, हामीले चाहिँ आयुर्वेदमा वर्णन गरिएको 6वटा रसहरू छ, मधुर, अम्ल, लवण, कटु, तिक्त, कसाय। यी रसहरूको मिक्सर अथवा यो रसहरू सबै रसहरू पर्ने गरेर खानाको टाइपलाई हामीले चाहिँ चुज गर्नुपर्ने हुन्छ भनेर आयुर्वेदमा बताइएको छ। अब हामी वेट लसको सामान्य प्रिन्सिपल, सिम्पल प्रिन्सिपललाई बुझ्ने प्रयास गरौँ। लस भनेको घाटा। घाटा कहिले हुन्छ? जब आम्दानी भन्दा खर्च बढी हुन्छ, त्यस अवस्थामा घाटा हुन्छ। जब हामीले शरीरमा इन्टेक गरेको क्यालोरी भन्दा हामीले चाहिँ बर्न गरेको, हामीले खर्च गरेको क्यालोरी अधिक मात्रामा भयो, बढी मात्रामा भयो भने त्यस अवस्थामा हामी चाहिँ वेट लसको अवस्थामा पुग्न सक्छौँ। त्यो अवस्थालाई हामी क्यालोरी डिफिसिट बर्निङ भनेर बुझ्न सक्छौँ। वेट लसको लागि चाहिने क्यालोरी डिफिसिटको लागि 3 मुख्य कुराहरू अत्यन्त आवश्यक छन्। ती कुराहरू हुन्, पहिलो एक्सर्साइज अर्थात् व्यायाम, दोस्रो उपवास अर्थात् फास्टिङ, र तेस्रो हाम्रो शरीरको मेटाबोलिजमहरू बढाउने आयुर्वेदिक हर्ब्सहरू। आहारको कुरा गर्दाखेरि आयुर्वेदमा जुन व्यक्ति जहाँ जन्मिएको हो, जहाँ हुर्किएको हो, जहाँ उसले आफ्नो जीवनयापन गरेको छ, त्यो भूमिमा त्यही नै माटोमा उत्पन्न भएका, त्यही माटोमा उत्पादन भएका आहारहरू उसको लागि सात्मीय हुन्छ, उसको लागि राम्रो हुन्छ भनेर भनिएको छ। तसर्थ हामीले चाहिँ हाम्रा लोकल फुडहरूलाई, हाम्रो लोकल स्तरमा पाइने, हाम्रो स्थानीय तहमा पाइने खानाहरूलाई बढी प्राथमिकतामा राखेर खायौँ भने त्यसले वेट लस सँगसँगै अन्य विभिन्न खालका रोगहरू जो चाहिँ असात्मीय जन्य, इन्कम्प्याटिबल भएर हुने रोगहरू छन्, हामीलाई चाहिँ खानाको कारणले गर्दा लाग्ने रोगहरू छन्, ती रोगहरूबाट पनि बच्न सकिन्छ। सँगसँगै हाम्रो शरीरमा जम्मा हुने फ्याट अर्थात् जम्मा हुने बोसोको मात्रालाई पनि हामीले हाम्रै वरिपरि पाइने, लोकल रूपमा पाइने आहारहरूलाई सेवन गर्दाखेरि हामीलाई फ्याट डिपोजिट हुने समस्याहरूबाट हामी बच्न सक्छौँ। अब हामी आयुर्वेदमा वर्णन गरिएको वेट लस गराउने मुख्य हर्ब्सहरूको बारेमा हजुरहरूलाई जानकारी दिन गइरहेका छौँ। कतिपय हामीले नियमित रूपमा हाम्रै वरिपरि पाइने हर्ब्सहरू पनि छन्। कतिपय कुराहरू चाहिँ हामीले चाहिँ सामान्य रूपमा आयुर्वेदका फार्मेसीहरूमा, आयुर्वेदका औषधि पसलहरूमा हजुरहरूले सर्वसुलभ रूपमा पाउन सक्ने औषधिहरू पनि छन्। ती औषधिहरूको सेवनले हजुरहरूको शरीरको मेटाबोलिजमलाई बढाउँछ र वेट लसलाई मद्दत गर्दछ। हर्रो, बर्रो र अमला मिश्रित भएको एउटा औषधि आउँछ, त्यसलाई हामीले त्रिफला भन्छौँ। त्रिफलालाई हामीले प्रत्येक दिन बेलुका राति सुत्ने बेलामा मनतातो पानीसँग 1 चम्चाको दरले नियमित रूपमा सेवन गर्दाखेरि हजुरहरूको मेटाबोलिजमलाई बढ्नलाई अत्यन्त फाइदा पुग्ने गर्दछ। त्रिकटु, सुठो, मरिच र पिप्पलीको एउटा मिश्रित औषधि हुन्छ। यो अत्यन्त उष्ण खालको औषधि हो, अलिकति गर्मी गराउने खालको औषधि हो। यसले शरीरमा अग्निलाई, जुन हाम्रो अग्निसँग सम्बन्धित भिडियोहरूमा पनि हजुरहरूले देख्न सक्नुहुन्छ, हामी चाहिँ विभिन्न लेभलको अग्निको कुरा गर्छौँ। मेटाबोलिजमको लागि छुट्टै अग्नि हुन्छ, पाचनको लागि छुट्टै अग्नि हुन्छ, शरीरमा चाहिँ इनर्जी प्रोडक्सनको लागि छुट्टै अग्नि हुन्छ। ती अग्निहरूलाई पूर्वक गर्नको लागि हामीलाई त्रिकटु जस्ता औषधिहरू, जसले चाहिँ थोरै उष्ण हुन्छन्, थोरै अलिकति गर्मी गराउने खालका हुन्छन्, त्यसले चाहिँ हाम्रो शरीरको मेटाबोलिजम र केटाबोलिजमलाई
म्यानेज गरेर त्यसलाई चाहिँ इन्हान्स गरेर त्यसलाई बढाएर हाम्रो शरीरको फ्याट बर्न गर्नको लागि हाम्रो शरीरमा जम्मा भएर रहेको अनावश्यक बढी मात्रामा जम्मा भएर रहेको बोसोलाई पगाल्नको लागि फ्याटलाई बर्न गर्नको लागि त्रिकटु जस्ता औषधिहरूले चाहिँ हजुरहरूलाई धेरै नै फाइदा पुर्याउँछन्। र अन्त्यमा कुनै पनि चिजको सुरुवात गर्नु भनेको कुनै पनि चिजको लाई हामीले चाहिँ वेट लसको लागि मात्र नभइकन कुनै पनि कार्यहरू हामीले चाहिँ पोजिटिभ चेन्जेसहरू ल्याउनु छ भने सबभन्दा पहिला अत्यन्त आवश्यक कुरा हो सङ्कल्प अर्थात् डिटर्मिनेसन। हजुरहरू नियममा बस्नुको लागि, हजुरहरू कमिटेड रहिरहनको लागि हजुरहरूको मन अत्यन्त स्ट्रङ हुनुपर्छ। त्यसको लागि आयुर्वेदमा वर्णन गरेका विभिन्न योगाहरू प्राणायामहरू पनि हजुरहरूले प्र्याक्टिस गर्नुभयो भने हजुरहरूको जुन कमिटमेन्ट लेभल छ, हजुरहरूको जुन मोटिभेसन लेभल छ त्यो चाहिँ बढ्दै जान्छ र हजुरहरूले जुन वेट लसको जुन जर्नी छ, जुन वेट लसको यात्रामा हजुरहरू सुरु गर्न जाँदै हुनुहुन्छ त्यसमा कन्टिन्युटीको लागि हजुरहरूलाई एकदमै फाइदा पुग्छ। एक दिनमा, एक महिनामा, 2 महिनामा कहिले पनि वेट लस हुँदैन। यो कुरा हजुरहरूले लेखेर राख्नुहोस्, बुझिराख्नुहोस्। यी चिजहरूलाई हजुरहरूले कमिटमेन्ट गरेर हजुरहरूले आफूलाई सेल्फ मोटिभेटेड गर्नको लागि योगा प्राणायामहरूले, ध्यानहरूले हजुरहरूलाई अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्छ। सँगसँगै योगा प्राणायाम ध्यानले हजुरहरूको मेन्टल हेल्थको लागि, मानसिक स्वास्थ्यको लागि पनि अत्यन्त पोजिटिभ भूमिका खेल्ने गर्दछ। तसर्थ हजुरहरू वेट लसको जर्नी सुरु गर्दै हुनुहुन्छ, हजुरहरूले चाहिँ वेट लसको लागि चाहिँ आफूलाई कमिटेड गर्दै हुनुहुन्छ भने यी सबै चिजहरूलाई मिसाएर, यी सबै चिजहरूको सम्मिश्रण गरेर हजुरले डाइटदेखि लिएर एक्सर्साइजदेखि लिएर सबै कुराहरूमा कमिटेड भएर लाग्नुभयो, टाइम दिनुभयो भने त्यस अवस्थामा हजुरहरूको वेट लस हुन्छ। वेट लस हुँदै गर्दाखेरि विभिन्न खालका रोगहरूको जोखिमबाट हामी बच्न सक्छौँ भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो। आजको भिडियो जानकारी हजुरहरूलाई कस्तो लाग्यो? यो भिडियोसँग सम्बन्धित केही राय सल्लाह सुझावहरू प्रतिक्रियाहरू छन् भने हजुरहरूले मलाई कमेन्ट सेक्सनमा राय सल्लाह सुझावहरू प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। हजुरहरूको दिन शुभ रहोस्। नमस्कार।